दर्शकवृन्द सम्पूर्णमा नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु अर्को मेरो जानकारीमूलक नयाँ ब्लगमा। दर्शकवृन्द, आज म घरको छतमा वायरिङको लागि पाइपहरू कसरी हाल्ने, कुन कुन ठाउँमा पोइन्टहरू छोड्ने त्यसको बारेमा तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। यदि तपाईँहरू पनि आफ्नो घर बनाउँदै हुनुहुन्छ, लेन्टरको तयारी गर्दै हुनुहुन्छ र लेन्टरमा पाइपहरू बिछाउनु पर्ने हुन्छ वायरिङको लागि, त्यो कुन कुन ठाउँमा कसरी राख्ने, यो सबै जानकारी यो भिडियोमा म दिन गइरहेको छु। भिडियो अन्त्यसम्म रहनुहोला, सम्पूर्ण जानकारी लिएर आफ्नो काम अगाडि बढाउनु होला भन्दै सुरु गर्न चाहन्छु। सबभन्दा पहिला एउटा ठाउँबाट यो एमसिबी राख्नको लागि सबै तारहरू यहाँबाट सुरु हुन्छन्। यहाँबाट सुरु भइसकेपछि अनि यो बिचको जुन तपाईँले देखिरहनु भएको छ, यो बिचको ग्यालरी हो। अनि यतापट्टिका कोठाहरू हुन् भनेपछि यतापट्टि यो सिँढी भइहाल्यो, यो टोयलेट बाथरुम है। अनि यतापट्टि यो अगाडिको सटर हो, अनि यतापट्टि फेरि यो ग्यालरीकै भाग भयो। अनि त्यसै गरी यो अगाडिपट्टि चाहिँ हाम्रो छत, अगाडिपट्टि मेन घरको अगाडिपट्टिको भाग हो यो है। जुन अघि मैले हजुरहरूलाई यो एमसिबी देखाएँ, यो एमसिबीबाट सबै तारहरू सबै पाइपहरू सुरु हुन्छ र त्यो सुरु भइसकेपछि यसरी यहाँबाट पाइपहरू हुँदै एउटा दुईटा पाइपहरू चाहिँ यसरी अगाडि यहाँनिर यसको ठ्याक्कै तल तपाईँको चाहिँ वायरिङको मिटर, जुन मिटर हुन्छ विद्युत प्राधिकरणले दिने मिटर, यसको तल बस्छ। भनेपछि तारहरू यसरी बिछ्याइन्छ। यो अगाडिपट्टि चाहिँ यो सिलिङ लाइटको लागि एउटा त्यो दुईटा होइन, अनि यो तिनवटा, यो त सिलिङ लाइटको लागि हुन्छ। त्यसै गरी तपाईँहरूको चाहिँ यो यतापट्टिको चाहिँ अगाडिको सटरको भाग हो। यो सटरको भागको माथिपट्टि यो एउटा सिलिङ लाइट होइन, अनि यो चाहिँ एउटा पङ्खाको लागि है। अनि अर्को यो चाहिँ फेरि सिलिङ लाइट, किन भन्दाखेरि तपाईँहरूले सटरमा भित्रपट्टि ऱ्याकहरू हाल्नुहुन्छ। ऱ्याकहरू हालिसकेपछि अनि ऱ्याकमा साइडबाट लाइट दिन मिल्दैन, त्यसको कारणले गर्दाखेरि यो सिलिङमा लाइट हाल्नुपर्ने हुन्छ है त। यो अगाडिको भाग भयो। त्यसै गरी ग्यालरीमा पनि एउटा सिलिङ लाइट यसरी हाल्न मिल्छ है। सबै यो सबैले सेटिङ मिलाउनु पर्ने हुन्छ, पछि तपाईँहरूले लेन्टर गरिसकेपछि हाल्न सकिँदैन। त्यसै गरी यो टोयलेट बाथरुममा पनि एउटा सिलिङ लाइट यसरी माथिबाट सिलिङ लाइट हालिन्छ है। सबै तारहरू त्यही मेन भागबाट, जुन एमसिबीबाटै सबै ठाउँमा तारहरू बाँडिएका हुन्छन्। अनि अर्को यो ग्यालरीमा चाहिँ चारवटा सिलिङ लाइट, एउटा यहाँ, एउटा तपाईँको अगाडिपट्टि देख्नुभयो, एउटा अलि अगाडि, एउटा त्यो लास्टको भागमा पनि छ। अनि यो बिचमा तपाईँको यो सिँढी बन्दैछ है, सिँढी बन्दैछ। यसमा पनि साइड लाइटहरू आउँछ, यसमा माथिबाट त्यसरी हाल्न मिल्दैन। त्यसै गरी यो भित्रको कोठामा पनि सेम त्यही, तपाईँको चाहिँ बिचमा यो पङ्खाको लागि चाहिँ यो भाग छोडिएको छ होइन। त्यसै गरी तपाईँको चाहिँ साइडमा यो सिलिङ लाइटको लागि, अनि अर्को यहाँ यो पनि सिलिङ लाइटको लागि है। अनि यसको ट्याक्कै बोर्ड कहाँ हुनुहुन्छ भन्नुहुन्छ, यो कोठाको यहाँ बोर्डको लागि तलपट्टि यहाँबाट तारहरू गएका छन्, यसरी तल तारहरू गएका छन्, यसको तल बोर्ड हुन्छ यो कोठाको है। त्यसै गरी सेम अर्को कोठामा पनि सेम हुन्छ, तपाईँको चाहिँ बिचमा तपाईँको चाहिँ यो लाइट भयो, अरे बिचमा तपाईँको चाहिँ यो पङ्खाको लागि भयो है। अनि त्यसै गरी साइडमा यो सिलिङ लाइटको लागि है। अनि त्यसै गरी अर्को साइडमा त्यो सिलिङ लाइटको लागि फेरि यो भाग है त। यसरी पोइन्टहरू छोड्नुपर्ने हुन्छ। त्यसै गरी पछाडिपट्टिको भाग हो, यो चाहिँ मेन। यतापट्टि चाहिँ यो ग्यालरी भइहाल्यो होइन, यो तपाईँको चाहिँ ग्यालरी भइहाल्यो। अनि यो पछाडिपट्टिको जुन तपाईँले देखिरहनु भएको छ, यो देखिरहनु भएको चाहिँ तपाईँको पछाडिपट्टिको लेन्टरको भाग हो। पछाडि पनि उज्यालो चाहियो, त्यसैले पछाडिको लागि एउटा सिलिङ लाइट यहाँ हुन्छ, अर्को सिलिङ लाइट तपाईँको बिचमा हुन्छ, अर्को सिलिङ लाइट तपाईँको त्यो ग्यालरीको अगाडि है। बुझ्नुभयो नि ट्याक्क। त्यो अगाडिको देखिने भाग चाहिँ एउटा पोइन्ट, दुईटा पोइन्ट र तिनवटा पोइन्ट, यिनीहरू चाहिँ पछाडिपट्टिको भयो। अनि यो एउटा ग्यालरीमा एउटा यो सिलिङ लाइटको पोइन्ट, अर्को सिलिङ लाइटको पोइन्ट यो, अनि अर्को तपाईँको सिलिङ लाइटको पोइन्ट त्यहाँनिर छ, यो सिलिङ लाइटको पोइन्ट अर्को यो है। अर्को सिलिङ लाइटको पोइन्ट यहाँनिर छ, यो सिलिङ लाइटको पोइन्ट। अनि यो चाहिँ ठ्याक्कै ग्यालरीको ठ्याक्कै साइडमा चाहिँ
तल यहाँ एमसिबी हुन्छ। एमसिबी यहाँ किन राखेको भन्दाखेरि यो तलाबाट माथि लिन पनि सजिलो हुन्छ, माथिल्लो तलामा। त्यसै गरी अर्को ग्यालेरीमा चाहिँ सिलिङ लाइट यो है, ग्यालेरीमा चाहिँ यसरी 3वटा सिलिङ लाइट, 4वटा सिलिङ लाइट पर्छ। त्यसै गरी अगाडिपट्टि यो चाहिँ अगाडिपट्टिको भाग हो, ठ्याक्क घरको अगाडिपट्टिको भाग हो, रोडतिरको। अगाडि पनि एउटा सिलिङ लाइट, 2टा सिलिङ लाइट, 3टा सिलिङ लाइट है। यो अघि नै पनि भनिसकेँ सटर हो, सटरको लागि फ्यानको लागि पोइन्ट, अनि यो 2टा सिलिङ लाइट है। यसरी हुन्छ। यो त कोठा मैले सुरुमै पनि भनिहालेँ, यो बिचको कोठाको लागि हो है, बिचको कोठाको लागि। यो चाहिँ मेन तपाईँको फ्यानको लागि, अनि यो चाहिँ सिलिङ लाइटको लागि, अनि त्यो पनि सिलिङ लाइटको लागि है त। अर्को कोठामा पनि सेम त्यस्तै, त्यो बिचको चाहिँ तपाईँको चाहिँ फ्यानको लागि है, यो सिलिङ लाइट, त्यो सिलिङ लाइट। छतमा यसरी पाइपहरू बिछ्याउने काम सकिएपछि तपाईँले मजाले यसरी ढलान गर्न सक्नुहुन्छ। यसरी ढलान गर्नुभयो भने तपाईँलाई चाहिँ भोलि वायरिङको लागि कुनै पनि समस्या हुँदैन। मजाले वायरिङको लागि विभिन्न पाइपहरू बिछ्याइसकेको हुन्छ, कहाँ चाहिँ पोइन्टहरू छोड्ने ती सबै छोडिसकेको हुन्छ है त। दर्शकवृन्द, कस्तो लाग्यो आजको यो मेरो जानकारीमूलक भिडियो? यदि तपाईँ पनि आफ्नो घर बनाउँदै हुनुहुन्छ, घरको लेन्टरको तयारी गर्दै हुनुहुन्छ, लेन्टरको माथि कसरी चाहिँ आफ्नो वायरिङ गर्ने, कसरी चाहिँ तारहरू बिछ्याउने, कसरी चाहिँ पोइन्टहरू छोड्ने, त्यसको बारेमा दोधारमा हुनुहुन्थ्यो भनेपछि यसरी जुन मैले देखाएँ त्यसरी चाहिँ तपाईँले पोइन्टहरू छोड्नुभयो भने तपाईँलाई चाहिँ वायरिङको लागि एकदमै सजिलो पर्न जान्छ है। मलाई लाग्छ तपाईँलाई यो भिडियो एकदमै मन पर्यो। यदि तपाईँहरूको साथीहरू पनि घर बनाउँदै हुनुहुन्छ भने आफ्नो साथीभाइलाई पनि यो भिडियो सेयर गर्नुहोला। अनि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोला, अनि मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। यस्तै विभिन्न जानकारीमूलक भिडियोहरू म तपाईँहरूको लागि निरन्तर ल्याउने गर्दछु। हस् त, नमस्कार।